नमस्कार सबैजनालाई। आजको यस क्लासमा हजुरहरूलाई स्वागत छ र आजको यस क्लासमा हामी वेदान्ता पब्लिकेसनकै क्वेसन नम्बर 7 को बारेमा आज हामी छलफल गर्छौं र क्वेसन नम्बर 7 को ए र 7 को बी सोलुसन गर्न पनि सिक्नेछौं है। ल अब हामी क्वेसन नम्बर 7 को ए मा हामीलाई के भनेको छ भने यहाँ हेर्नुस्। The monthly salary of married chief of army staffs जसलाई के भन्छ COAS है, अनि general is Rs 79,200 with Rs 2,000 dearness allowance भनेको एउटा आर्मी को चीफ स्टाफ छ, आर्मी को चीफ स्टाफ छ जसको मन्थली स्यालेरी कति छ 79,200 छ, जसमा के छ 2000 रुपैयाँ चाहिँ डियरनेस अलाउन्स पनि समावेश गरेको छ। ल ठीक, अब त्यसपछि के भनेको छ ही गेट्स दशै अलाउन्स व्हिच इज इक्विभ्यालेन्ट टु हिज बेसिक स्यालेरी अफ 1 मन्थ। अब दशै अलाउन्स पनि उले पाएको छ, जुन चीफ अफ आर्मी स्टाफ छ त्यसले चाहिँ दशै अलाउन्स पनि पाएको छ र दशै अलाउन्स कति पाएको छ भने जति उसको 1 मन्थको बेसिक स्यालेरी छ त्यति चाहिँ उसले दशै अलाउन्स पाएको छ। अनि त्यसपछि यो पनि यसको आम्दानी नै भयो। अनि त्यसपछि ही कन्ट्रिब्युट्स 10% अफ हिज बेसिक स्यालेरी इन इम्प्लोइज प्रोभिडेन्ट फन्ड भनेको उसले त्यो चीफ अफ आर्मी स्टाफले चाहिँ आफ्नो बेसिक स्यालेरी को 10% रुपैयाँ चाहिँ ईपीएफ मा जमा गरेको छ, अर्थात इम्प्लोइज प्रोभिडेन्ट फन्ड मा चाहिँ जमा गरेको छ। र यसको नियम चाहिँ के हुन्छ, यदि सरकारी कर्मचारी छ, यो भनेको आर्मी स्टाफ भनेको सरकारी कर्मचारी हुन्छ, अनि सरकारी कर्मचारीले ईपीएफ मा जति पैसा जमा गर्छ त्यति नै पैसा सरकारले पनि उसको ईपीएफ मा जमा गरिदिन्छ। यो चाहिँ नियम छ है। अब यसपछि हामीलाई के भनेको छ, एन्ड ही पेज Rs 50,000 एज द प्रिमियम अफ लाइफ इन्सुरेन्स। अब चाहिँ उसले आफ्नो लाइफ इन्सुरेन्स प्रिमियम बापत 50,000 रुपैयाँ तिरेको छ है। अब त्यसपछि गिभन दैट 1% सोशल सेक्युरिटी ट्याक्स इज लिभड अपन द इन्कम अफ 6 लाख भनेको 6 लाख सम्मको इन्कममा चाहिँ उसलाई चाहिँ 1% सोशल सेक्युरिटी ट्याक्स चाहिँ लाग्छ है। अनि त्यसपछि के भनेको छ 10% एन्ड 20% ट्याक्सेस आर लिभड अन द नेक्स्ट इन्कम अफ Rs 2 लाख एन्ड अप टु Rs 3 लाख रिस्पेक्टिभली। अब यहाँ के भनेको छ कि 10% चाहिँ ट्याक्स लिन्छ नेक्स्ट 2 लाखमा, नेक्स्ट 2 लाखमा है, नेक्स्ट 2 लाखमा भनेको अप टु 6 लाखमा चाहिँ अप टु 6 लाखमा चाहिँ उलाई 1% ट्याक्स लिन्छ, अनि नेक्स्ट को 2 लाखमा चाहिँ 10% ट्याक्स लिन्छ, अनि अप टु फेरि भनेको छ अझै 3 लाख सम्ममा चाहिँ अझै 3 लाख सम्ममा 20% चाहिँ उलाई ट्याक्स लिन्छ भनेर हामीले यो क्वेशनले भनेको छ है, हामीलाई यो क्वेशनले भनेको छ। अब त्यसपछि हामीलाई के भनेको छ 1 नम्बरमा निकाल्न व्हाट इज हिज मन्थली बेसिक स्यालेरी। यसको चाहिँ यो चीफ अफ आर्मी स्टाफको बेसिक स्यालेरी कति छ भनेर हामीलाई भनिरहेको छ। सबभन्दा पहिला हामीले के गर्छौं सोल्युसन गर्छौं, अनि हेयर हामी यहाँ गिभन दिएको टिप्छौं। ल अब यसमा मन्थली स्यालेरी with dearness allowance
ल विथ डियरनेस अलाउन्स कति छ त आरएस 79,200 भनेको उसको मन्थली स्यालेरी भनेको डियरनेस अलाउन्स जोडेर चाहिँ यति छ। अनि अर्को त्यसपछि डियरनेस अलाउन्स उसको कति छ है, डियरनेस अलाउन्स कति छ आरएस 2000 छ पर मन्थमा, यो 2000 दिएको छ। ल यसमा लेखिदिन्छु पर मन्थ है, पिएम लेखिदिन्छु। अनि त्यसपछि दसैँ अलाउन्स कति छ, दसैँ अलाउन्स है, दसैँ अलाउन्स कति दिया छ 1 = 1 month स्यालेरी। 1 month को उसको बेसिक स्यालेरी जति छ त्यति चाहिँ हामीलाई के भनेको छ दसैँ अलाउन्स दिएको छ। अनि त्यसपछि अझ हामीलाई यसमा के दिएछ अब कन्ट्रिब्युसन टु EPF is equal to 10% of basic annual salary भनेको एनुअल स्यालेरी जति छ बेसिक एनुअल स्यालेरी त्यसको 10% चाहिँ EPF मा जम्मा गरेको छ है। अझै त्यसपछि लाइफ इन्स्योरेन्स प्रिमियम, अब लाइफ इन्स्योरेन्स प्रिमियम कति छ उसले तिरेको 50,000 रुपियाँ भनेको यति भनेको हामीलाई क्वेसनले गिभेन दिएको छ, क्वेसनले हामीलाई यति गिभेन दिएको छ। अब हामीलाई यही गिभेन अनुसारको चाहिँ 1 नम्बरमा हामीलाई के भनेको छ निकाल्नलाई। अब 1 नम्बरमा हामीलाई के भनेको छ मन्थली बेसिक स्यालेरी। अब मन्थली बेसिक स्यालेरी निकाल्नको लागि हामी के गर्छौं त उसको मन्थली स्यालेरी विथ डियरनेस अलाउन्सबाट चाहिँ यो डियरनेस हटाइदियो भने, डियरनेस अलाउन्स हटाइदियो भने उसको बेसिक मन्थली स्यालेरी आउँछ। अब चाहिँ यसमा आरएस 79,200 उसको भनेको डियरनेस अलाउन्स जोडेर यति आएको छ। अब योबाट जोडेर यति आएको छ भने नजोडेर चाहिँ कति आउँछ भनेको कति यसमा जोडेको छ भनेको आरएस 2000 जोडेको छ। अब यसबाट हामी घटाइदिँदाखेरि आरएस 77,200 चाहिँ उसको के आउँछ बेसिक मन्थली स्यालेरी, मन्थली बेसिक स्यालेरी आउँछ है। यो भनेको हाम्रो 1 नम्बरको भयो। अब त्यसपछि हामीलाई 2 नम्बरमा के भनेको छ यहाँ हेरौँ है। अब 2 नम्बरमा हामीलाई फाइन्ड हिज ट्याक्सेबल इन्कम। अब यसको चाहिँ ट्याक्सेबल इन्कम कति हुन्छ भनेको ट्याक्स लाग्ने इन्कम कति हुन्छ, कति पैसामा चाहिँ उसलाई ट्याक्स तिर्नुपर्छ भनेर भनिरहेको छ है। अब यसमा हामीले के बुझ्नुपर्छ ट्याक्सेबल इन्कम क्याल्कुलेट गर्नको लागि के गर्नुपर्छ जति पनि उसको आम्दानी छ आम्दानीलाई जोडेर अनि त्यसबाट सरकारले मानेको सरकारले भनेको खर्चहरू चाहिँ घटाउन मिल्ने खर्चहरू चाहिँ हामी घटाउँछौं अनि त्यसपछि जुन रकम रहन्छ त्यसलाई चाहिँ हामी के भन्छौं ट्याक्सेबल इन्कम। सबभन्दा पहिला हामीले के बुझौं यसको आम्दानी के हुन् है। अब यसको आम्दानी के हुन् त एउटा भयो मन्थली बेसिक स्यालेरी यो भनेको उसको आम्दानी भयो, अर्को डियरनेस अलाउन्स उसको आम्दानी भयो, दसैँ अलाउन्स भनेको उसको आम्दानी भयो र यो सरकारी कर्मचारी भएको हुनाले अब यदि आर्मी चिफले चाहिँ EPF मा जम्मा गर्छ पैसा भने त्यति नै पैसा सरकारले पनि उसको नाममा चाहिँ जम्मा गरिदिन्छ EPF मा। त जुन सरकारको तर्फबाट उसको खातामा जुन पैसा आयो
अब त्यो पैसा भनेको उसको आम्दानी हो। त जति पैसा यसले हाल्छ त्यति नै पैसा सरकारले पनि हाल्छ भनेको कन्ट्रिब्युसन टु इपिएफ एउटा सरकारले दिएको छ भनेको कन्ट्रिब्युसन टु इपिएफ बाई गभर्मेन्ट भनेर हामी 10% नै लिन्छौँ ल, 10% नै लिन्छौँ। यो चारवटा कुरा चाहिँ एउटा दुईटा तीनटा अनि मन्थली बेसिक स्यालेरीलाई एनुअल बेसिक स्यालेरीमा लानुपर्छ। त्यो चारवटा भनेको यसको आम्दानी भयो। अनि खर्च के भयो त यसमा यसको यो खर्च पनि यो हो र अर्को लाइफ इन्सुरेन्स पनि उसको खर्च हो। त यसको खर्चमा चाहिँ इपिएफमा जम्मा गरेको कति पैसा त सरकारले जम्मा गरिदियो त्यो पैसा र आफूले पनि जम्मा गर्यो त्यो दुईटै पैसा भनेको जोड्नुपर्छ त्यस्तो बेलामा ल। यसको नियम छ, नियममा हामी जान्छौँ। त सबभन्दा पहिला हामीले 2 नम्बरको लागि हामी के गर्छौँ, सबभन्दा पहिला क्यालकुलेसन अफ एसेसेबल इन्कम है, क्यालकुलेसन अफ एसेसेबल इन्कम। अब एसेसेबल इन्कम भन्नाले जम्मा उसले चाहिँ त्यो जबबाट बेनिफिट कति पायो, कति बमोजिमको बेनिफिट पायो, त्यो टोटल समलाई हामी टोटल एसेसेबल इन्कम भन्छौँ ल। अब यसमा हामी यहाँ लेख्छौँ पार्टिकुलर अनि यहाँ अमाउन्ट लेख्छौँ, अमाउन्ट। अब यसमा यहाँ लेख्छौँ हामी एनुअल बेसिक स्यालेरी, एनुअल बेसिक स्यालेरी। एनुअल बेसिक स्यालेरीमा के हुन्छ त मन्थली बेसिक स्यालेरी इन्टु 12 त भनेको 77,200 इन्टु के गर्ने 12 है। अझै हाम्रो अब आउँछ अर्को डियरनेस अलाउन्स पनि उसलाई दिएको छ। अलाउन्स भनेको महँगी भत्ता पनि कति 2000 को प्रति महिना दिएको छ। त 2000 इन्टु 12 गर्ने। अनि त्यसपछि हामीलाई अर्को भनेको छ दसैँ अलाउन्स पनि हामीलाई दिएको छ। 1 मन्थ स्यालेरी ल, स्यालेरी 1 मन्थ उसको बेसिक स्यालेरी कति छ 77,200 त 77,200 आउँछ है। भनेको दसैँ अलाउन्स भन्नाले हामी 1 मन्थको बेसिक स्यालेरी लिन्छौँ। अनि त्यसपछि कन्ट्रिब्युसन टु इपिएफ बाई गभर्मेन्ट है। गभर्मेन्टले चाहिँ इपिएफमा कति जम्मा गरिदियो गभर्मेन्टले, यो सरकारी कर्मचारी भएको हुनाले मात्रै हामी चाहिँ इपिएफमा, नत्र प्राइभेट कर्मचारी छ भने यदि भनेको छ भने हाल्ने, भनेको छैन भने नहाल्ने। तर सरकारी कर्मचारी छ भने त्यस्तो बेलामा चाहिँ हामीले हाल्नुपर्छ ल, हाल्नुपर्छ ल। अब हामी यसमा यसको एनुअल बेसिक स्यालेरीमा कति हुन्छ 77,200 इन्टु 12 गर्दाखेरि कति आउँछ 9,26,400 आउँछ है। यो तपाईले यसरी क्याल्कुलेट गर्नुपर्छ। अनि 2000 इन्टु 12 गर्दाखेरि यो 24,000 आउँछ। अनि त्यसपछि अब कन्ट्रिब्युसन टु इपिएफ बाई इम्प्लोय भनेको गभर्मेन्ट छ। अब यो गभर्मेन्ट छ भने जति तपाईले जम्मा गर्नुहुन्छ नि, जति तपाईले कन्ट्रिब्युसन टु इपिएफ तपाईले कति जम्मा गर्नु भएको छ 10%, 10% सरकारले पनि तपाईको नाममा जम्मा गर्छ ल। त त्यो चाहिँ इन्कम हुन्छ तपाईको। त 10% छ भने हामीले यहाँ 10% लिन्छौँ। के को 10%? त यो एनुअल बेसिक स्यालेरीको यसको चाहिँ 10%। अब के गर्ने 10% अफ के गर्ने 9,26,400। अब यसको क्याल्कुलेट गर्दाखेरि 92,640 आउँछ ल, 92,640। अब यसलाई चाहिँ हामीले टोटल गर्दाखेरि यही आइहाल्छ हाम्रो टोटल एसेसेबल इन्कम है। टोटल एसेसेबल
इन्कम, टोटल एसेसेबल इन्कम। यसलाई सबैलाई जोड्दाखेरि 24,000 प्लस 77,200 प्लस 92,200 92,640 जोड्दाखेरि जम्मा कति आयो? 11,20,240। यो भनेको तपाईको के भयो? टोटल एसेसेबल इन्कम। र हामीलाई यो क्वेसनले के भनेको छ? टोटल ट्याक्सेबल इन्कम क्याल्कुलेट गर्न। अब ट्याक्सेबल इन्कम यसपछि हामीले ट्याक्सेबल इन्कम क्याल्कुलेट गर्छौं ल। अब हामी लेख्छौं यहाँ क्याल्कुलेसन अफ ट्याक्सेबल इन्कम। ल, क्याल्कुलेसन अफ ट्याक्सेबल इन्कम। अब यो क्याल्कुलेट गर्दाखेरि यहाँ पार्टिकुलर अनि अमाउन्ट। अब यसमा हामी माथिमा लेख्छौं टोटल एसेसेबल इन्कम। अब टोटल एसेसेबल इन्कम कति छ हाम्रो? 11,20,240। भनेको हाम्रो टोटल एसेसेबल इन्कम यो वाला ल, यही वाला तल ल्याउनुस्। अब यसमा अगेन लेख्दिन ल, अगेन यहाँ, अनि त्यसपछि यो बनाउनु होला। अनि यहाँ हेर्नुस्, अब टोटल एसेसेबल इन्कम यति आइदियो। अब यसबाट हामीले के गर्छौं? लेस गर्छौं अलेबल रिडक्सन। अब भनेको सरकारले जुन खर्च घटाउन भनेको छ, मानेको छ सरकारले, त्यो खर्चहरू चाहिँ घटाउन मिल्छ। एक नम्बरमा हामी ए नम्बरमा कन्ट्रिब्युसन टु इपिएफ, कन्ट्रिब्युसन टु इपिएफ लाई चाहिँ घटाउन दिन्छ। अब यसको लागि सबभन्दा पहिला नियम के छ? 1/3 अफ टोटल एसेसेबल इन्कम। टोटल एसेसेबल इन्कम कति छ? 11,20,240 यो भयो। यसको 1/3 गर्दाखेरि कति आउँछ भनेको? 3,73,413 है, यो भयो। यसको यति आउँछ, 0.33 आउँछ, त्यो मैले इग्नोर गरिदिए। अनि त्यसपछि अर्को के छ? ल, अर्को त्यसपछि यसमा के छ भने अब एक्चुअलमा कति छ और दिने, और एक्चुअलमा चाहिँ इपिएफमा तपाईले कति जम्मा गर्नु भएको छ तपाईको नाममा भनेको आर्मी स्टाफको नाममा चाहिँ एक्चुअलमा कति जम्मा भएको छ? यहाँ एउटा कुरा तपाई भन्नु त मलाई, आर्मी स्टाफले 10% आर्मी स्टाफले राख्यो अनि 10% उसको नाममा सरकारले पनि राखिदियो, त भनेको 20% गर्दिदा हुन्छ नि त? हो, त 20%, 10% आर्मी स्टाफले, 10% सरकारले दियो। यसको बेलामा 20% अफ के को? बेसिक एनुअल स्यालेरी। त बेसिक एनुअल स्यालेरी कति छ भनेको यहाँ हेर्नु त, यसको चाहिँ 20% भनेको 10% गर्दा यति आयो, अथवा यति इन्टु 2 गर्दा पनि हुन्छ। यति सरकारले दिन्छ, यति हामीले आफै भनेको आर्मी स्टाफले आफै जम्मा गर्छ। यति इन्टु 2 गर्दा नि हुन्छ, अथवा यसको 20% गरिदिँदा हुन्छ। भनेको 9,26,400 कति? 9,26,400 ल। यसको 20% गर्दाखेरि कति आउँछ? 9,26,400 इन्टु 0.2 गर्दाखेरि कति आयो? 1,85,280 यति आयो है। अब यति आयो भने अब त्यसपछि यसको म्याक्सिमम लिमिट कति छ? लिमिट भनेको 3 लाख।
म्याक्सिमम भनेको हेर्नु तपाईँहरूलाई अलिकति गाह्रो चाहिँ हुनसक्छ यो कुरा, तर स्टेप बाई स्टेप एउटा एउटा कुरा बुझेर तपाईँ जानुभयो भने यो गाह्रो हुन सक्दैन है, यो सजिलो छ। भनेको यहाँ हेर्नुहोस्, मैले फर्स्टमा के गरेँ, यो नियम नै छ ल, नियमै छ यो कुरा, नियम छ कि 1/3 अफ टोटल एसेसेबल इन्कम, यो टोटल एसेसेबल इन्कमको 1/3 पहिला निकाल्ने, अनि त्यसपछि एक्चुअलमा कति कन्ट्रिब्युट गराएको छ। यदि यहाँ गभर्मेन्टले नदिएको भए, इम्प्लोयरले नदिएको भए 10% लिन्थे, त्यहाँ इन्कममा जोडे नजोडेको भए यहाँ 10% हामी लिन्थे ल। तर यहाँ इन्कममा पनि गभर्मेन्टले पनि दिएको छ भने त्यही भएर गभर्मेन्टको तर्फबाट 10% र आफ्नो तर्फबाट 10% गरेर दुवै जोडेर कति 20% भएको हुनाले यहाँ हामीले 20% दिएको होला। यसमा चाहिँ कन्फ्युज नहुनु। यहाँ यदि प्राइभेट कर्मचारी भएको भए यसमा नभनेको भए हामी लिन्थेनौँ, तर यहाँ सरकारी गभर्मेन्ट कर्मचारी भएको हुनाले यहाँ हामीले नभने पनि हामीले लिनुपर्छ ल। ओके, अब यहाँ 20% अफ यसको गर्दाखेरि यति आयो। अनि त्यसपछि म्याक्सिमम लिमिट भनेको यति, भनेको यो र यो कुरा दुईटा चाहिँ फिक्सै छ, हामीले थप्नुपर्छ र यो एक्चुअल भनेको हामी जति छ एनुअल बेसिक स्यालेरी त्यसको 20% गरेर यति आयो। अनि त्यसपछि डब्लुएल गर्ने भनेको व्हिच एभर इज लोअर, डब्लुएल भनेको व्हिच एभर इज लोअर। अब यो तीनटामा हेर्दाखेरि चाहिँ कुन कम छ भनेको 3,73,413 कम छ कि 1,85,280 कम छ कि 3 लाख, भनेको पक्कै पनि यो कम छ भने हामीले के गर्छौँ, यहाँ 1,85,280 चाहिँ हामीले यहाँ घटाउँछौँ। ठिक, अनि त्यसपछि एउटा अझै खर्च छ उसको, के खर्च छ त लाइफ इन्सुरेन्स प्रिमियम उसले तिरेको छ, त्यो पनि खर्च छ भने यहाँ हामी के गर्छौँ, बी नम्बरमा यहाँ के गर्छौँ, एलआइपी भनेको लाइफ इन्सुरेन्स प्रिमियमको लागि सर्टकट लेख्दा नि हुन्छ। अब त्यसपछि के छ, एक्चुअल उसले कति तिरेको छ, 50,000 है, 50,000। अनि लाइफ इन्सुरेन्सको म्याक्सिमम लिमिट कति छ, म्याक्सिमम चाहिँ कतिसम्म घटाउन मिल्ने लिमिट भनेको 40,000। अब 40,000 छ भने यसमा पनि सेम रुल, व्हिच एभर इज लोअर। अब यो दुईटामा चाहिँ कुन कम छ त 40,000, यहाँ चाहिँ तपाईँले 40,000 घटाउन मिल्छ ल। अब यहाँ 40,000 घटाउन मिल्छ। अनि त्यसपछि योबाट यो दुईटा घटाउँदाखेरि अब तपाईँलाई अलिकति नयाँ नौलो हुन सक्छ। के नयाँ नौलो हुन सक्छ तपाईँको लागि, त्यो ब्राकेटमा किन लेख्नु पर्यो, यो ब्राकेटमा किन लेख्नु पर्यो सर, हेर्नुहोस् यसमा नि यो भनेको अकाउन्टिङको पाठ भएको हुनाले अकाउन्ट सुन्नुभयो होला, जुन म्यानेजमेन्ट फ्याकल्टीमा पढाइ हुन्छ माथिल्लो 11-12मा गएर, अथवा 9-10मा पनि हुन्छ अकाउन्ट, जसले लिएको छ उहाँलाई थाहा होला। हेर्नुहोस्, कुनै पनि नेगेटिभ अमाउन्टलाई ब्राकेटले घेरिन्छ, जस्तै माइनस अमाउन्ट लेख्नु पर्यो, -2 लेख्नु पर्यो भने त्यस्तो बेलामा हामी के गर्छौँ, यस्तो लेख्छौँ ल ब्राकेटमा, त्यसलाई हामी माइनस भन्छौँ ल। त्यही भएर अब यतिबाट यति दुईटा घटाउँदाखेरि कति आउँछ भनेको 11,20,240 माइनस 1,85,280 माइनस 40,000 गर्दाखेरि कति आउँछ, 8,94,960 आयो है, यो यति आयो। यो भइहाल्यो, के भयो, ट्याक्सेबल इन्कम। के गर्छौँ हामी, ट्याक्सेबल इन्कम यति भयो। अब यसको ट्याक्सेबल इन्कम बी नम्बरको क्वेसन पनि हामी 2 नम्बरको क्वेसन पनि हामी सोल्युसन गर्न सिक्यौँ। अब चाहिँ हामी 3 नम्बरमा जान्छौँ। यति भनेको तपाईँको एन्सर भयो ल, यो चाहिँ ट्याक्सेबल इन्कम आयो। ठिक, अब त्यसपछि
अब त्यसपछि हाम्रो यहाँ के छ, अब हामीलाई 3 नम्बरमा के भनेको छ, फाइन्ड द टोटल इन्कम ट्याक्स पेड बाई हिम भनेको इन्कम ट्याक्स क्याल्कुलेट गर्न भनेको छ है। अब यो कपल छ भने 6 लाख गर्ने। अब होइन, अब 3 नम्बरमा हामीलाई ट्याक्स ल्याबिलिटी क्याल्कुलेट गर्नुपर्छ भने हामी के गर्छौँ, यहाँ क्याल्कुलेसन अफ ट्याक्स ल्याबिलिटी। ल ट्याक्स ल्याबिलिटी, अब ट्याक्स ल्याबिलिटी हामी क्याल्कुलेट गर्दाखेरि हामीले के गर्छौँ, एउटा टेबल नै बनाउँछौँ, टेबल अनुसार नै लिन्छौँ है। अब यहाँ के छ, यहाँ लिनुपर्छ ट्याक्स एसएलएबी स्ल्याब्स, अनि यहाँ के ट्याक्सको रेट अनि यहाँ एएमओयुएनटी अमाउन्ट, ठिक छ। अनि यसको आधारमा चाहिँ हामीले ट्याक्स क्याल्कुलेट गर्छौँ ल। त उसको जम्मा कमाइनी भनेको 8,94,000 कति छ, 8,94,960। एकपल्ट फेरि रिचेक गरौँ, 11,20,240 माइनस 1,85,280 माइनस 40,000 गर्दाखेरि 8,94,960। ठिक छ है, यो ठिक छ। न त क्याल्कुलेसन मिस्टेक हुनसक्छ, कुनै बेला क्याल्कुलेसनमा ध्यान दिनु होला है। अब त्यसपछि यहाँ अप टु के गर्ने, अप टु 6 लाख। अप टु 6 लाखमा उसलाई कति लाग्छ, सोसल सेक्युरिटी ट्याक्स 1% भनेको छ, क्वेसनमा भनेको छ है। अब 6 लाखमा 1% भनेको 6,000 आयो। अनि त्यसपछि नेक्स्ट अब हेर्नु, नेक्स्ट 2 लाख भनेको छ। 6 लाखमा 2 लाख जोड्दाखेरि 8 लाख, के यहाँ 8 लाख भन्दा बढी छ 6, भनेको यसमा 2 लाख पनि, यो 2 लाख पनि आउँछ। 2 लाखको 10% गर्दाखेरि कति आउँछ, 20,000 है, 20,000 आयो। अनि त्यसपछि ब्यालेन्स कति बस्छ है, ब्यालेन्स कति बस्छ, 94,960। अब 94,960 को कति पर्सेन्ट, 20%। अब हामी के गर्छौँ, अब 94,960 को 20% निकाल्दाखेरि कति आउँछ, 18,992। अब यति आयो भने यो सबैलाई जोडिदियो भने, तिनटैलाई हामी जोडिदियो भने के आउँछ, ट्याक्स ल्याबिलिटी टोटल ट्याक्स ल्याबिलिटी यो सबैलाई जोड्दाखेरि प्लस 20,000 प्लस 6,000 गर्दाखेरि कति आयो, 44,992। ल यति आयो। अब यति आइसकेपछि उसले चाहिँ कति इन्कम ट्याक्स पेड गर्छ, हामी यसको के हेन्समा के लेख्न सक्छौँ, द टोटल इन्कम ट्याक्स पेड बाई हिम hence the total income tax paid by him RS 44,992। यति चाहिँ उनीहरु भनेको आर्मी स्टाफद्वारा चाहिँ यति रुपियाँ ट्याक्स पेड गर्यो है, यति रुपियाँ चाहिँ ट्याक्स पेड गर्यो। यहाँ सुन्नुस्, अब हामीले के गर्छौं, यो चाहिँ यति नै, यो 7 को 1 नम्बरमा जस्तो यो क्वेशन छ त्यस्तै भनेको हाम्रो 7 को बी नम्बरमा पनि क्वेशन छ, यो क्वेशन पनि त्यस्तै छ। यदि तपाईलाई यो क्वेशन आफैले सोलुसन गर्न आएन भने तपाई के गर्नुस्, यही क्वेशन को कमेन्ट बक्समा
गएर तपाईँले कमेन्ट गर्नुहुन्छ भने म पक्कै पनि यसको रिप्लाई गर्छु है। यो पनि तपाईँलाई म सोल्युसन गरिदिन्छु। हस् त, धन्यवाद।